सैनिकको क्षेत्रका वैधानिक महावाणिज्य दूत साथी ऋषि रिकालज्यू समाजसेवी अनि त्यसै गरी यस क्याम्पेनका मेरा सहयात्री समाजसेवी धेरै पदहरू एकै ठाउँमा पारेर राख्नुभएका रगाइज्यू अनि यस समारोहमा आफ्नो विभिन्न कारणले आफ्नो बाध्यताले उपस्थित हुन नसक्नुभएका तर आफ्नै स्थानमा बसेर यस कार्यक्रमको सफलताको कामना गरेर बसिरहनुभएका यस वरपरका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू जसको उपस्थिति यहाँ आफ्नै बाध्यताले हुन सकेको छैन उहाँहरूलाई पनि यसै मञ्चबाट सम्बोधन गर्न चाहन्छु र त्यो बाहेक संसारका जुनै पनि कुनामा आज सोसियल नेटवर्किङको माध्यमबाट यस अभियानको बारेमा सुइँको पाएर यस अभियानको बारेमा थाहा पाएर यसको सफलताको कामना गर्दै ठाउँ ठाउँमा भएका साथीहरूलाई जानकारी प्रदान गर्दै सबैभन्दा जरुरत पर्ने मोरल सपोर्ट प्रदान गर्नुहुने विश्वभरका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सबभन्दा पहिला मैले अलिकति आफ्नो बारेमा अलिकति बताउन चाहन्छु यहाँहरूलाई जसले चाहिँ यस कार्यक्रमबारे अझ प्रकाश पार्नमा मलाई सहयोग मिल्नेछ त्यस उद्देश्यले म आफूलाई अलिकति परिचित गराउने सान्दर्भिक ठान्दछु म सानै उमेरदेखि रेडियो र टेलिभिजनको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको हुँ ब्रोडकास्ट एउटा व्यवसाय अथवा यस क्षेत्रमा रहरले लाग्दै म यो बाहेक अरू केही पनि गरिनँ अनि त्यतिखेर पनि कार्यक्रमहरू निर्माण गर्दाखेरि अलिकति फरक किसिमका कार्यक्रमहरू निर्माण गर्ने जसको प्रभाव परोस् भनेको कुरा सबभन्दा पहिला मानिसले सुनेको मेकस्योर गर्नुपर्छ भनिन्छ सुनेको मात्र मेकस्योर गरेर भने बुझेको पनि मेकस्योर गर्नुपर्छ भनेर भनिन्छ त्यसकारणले यो कुरालाई सधैँभरि आत्मसात गर्दै कार्यक्रम सञ्चालन गर्ने बानी सुरुवातदेखि नै गर्दै आएँ र हरेक टेलिभिजन र रेडियोमा अन र अफ गर्ने स्विच निश्चित रूपमा हुन्छ त्यसकारणले हामीले प्रस्तुत गर्ने सामग्री सही भएनन् भने मान्छेले हेर्दैनन् संसारको सबभन्दा लामो मात्र होइन संसारको सबभन्दा राम्रो कार्यक्रम पनि यसलाई बनाउनु पर्छ भन्ने सोच मैले विकास गर्दै आएको छु र यस अगाडि विभिन्न माध्यमबाट निर्माण गरिएका आफूले सञ्चालन गरिएका कार्यक्रमहरूलाई यसै अनुरूप मैले बनाउने प्रयास गर्दै आएको छु सफलता र असफलता हेर्ने दर्शकहरूले मूल्याङ्कन गर्ने कुरा हो तर मैले आफ्नो प्रयास आजका मितिसम्म पनि छोडेको छैन र मेरो जीवनभर नै म यस क्षेत्रप्रति सम्बद्ध रहेर यस क्षेत्रकै माध्यमबाट नेपाल र नेपालीको पहिचानका लागि सदैव लागि पर्ने वचनबद्धता पनि म प्रकट गर्न चाहन्छु सबभन्दा पहिला यो राष्ट्रियताको विषयमा कुराकानी गर्दा आजभोलि राष्ट्रियताको कुरा नगर्ने मान्छे नै कोही छैन त्यसकारणले राष्ट्रियताको कुरा कतिपय अवस्थामा कुरामा मात्र सीमित हुँदा हामीले गर्ने राष्ट्रियताको कुरा पनि त्यही कुरामा मात्र सीमित हुने कुराको क्याटेगोरीमा पर्न जाला तर म एउटा कुरा के चाहिँ अवश्य भन्न चाहन्छु भने हामीलाई जहिले पनि के लाग्छ भने ठुल्ठुला कुराहरू भनेको ठुल्ठुला मान्छेहरूले गर्ने कुरा हो जस्तो लाग्छ वास्तवमा ठुलो कुरा हुने नै केही हुँदैन सानो कुराहरू मिलेर ठुलो कुरा हुने हो र कोही मानिसहरू तपाईँ हामीले आज जुन अवसरहरू प्राप्त गरेका छौँ संसारमा ठुला परिवर्तन ल्याउने मान्छेहरू ठुला कदमहरू चाल्ने मान्छेहरूले जुन अवसर पाएका थिए त्यो अवसरभन्दा कयौँ गुणा धेरै अवसर हामीले पाएका छौँ र उपयुक्त मौकाको खोजी गरेर अनि मात्र केही गरौँला भन्ने भावना राख्ने हो भने त्यो मौका जीवनमा प्राप्त गर्न धेरै कठिन पर्दछ र के लाग्छ भने स्पेस भन्ने कुरा आफूले क्रिएट गर्ने कुरा हो स्पेस तपाईँलाई कसैले दिने कुरा होइन ठाउँ भनेको आफूले बनाउने चिज हो भन्ने कुरामा मलाई विश्वास लाग्छ अनि यसै सन्दर्भमा यो गिनेस बुक अफ वर्ल्ड रेकर्ड कसरी मैले चाहिँ मेरो क्षेत्रबाट विशेष गरेर विदेश आइसकेपछिको यो परिप्रेक्ष्यमा मैले एउटा हिजोको कार्यक्रममा भनेको कुरा अघि प्रेमजीले पनि भन्नुभयो म त्यसलाई रिपिट गर्न चाहन्छु मैले एज अ एन्टरटेनर एउटा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने मान्छेलाई एन्टरटेन गराउने कार्यक्रम प्रड्युसरको रूपमा सुरुवात गरे पनि मैले आजभोलि त्यो एन्टरटेनर हुने अथवा एन्टरटेन गराउने चिज छोडिदिएँ नेपालमा राजनीतिक नेताहरूले त्यो काम लिइसक्नु भएको छ मान्छे हँसाउने काम मान्छेलाई रमाइलो गराउने काम त्यही कारणले मैले छोडिसकेको छु त्यो हाम्रो विषय हजुर त्यो चाहिँ भन्दा विषयवस्तुभन्दा बाहिर गए क्षमा चाहन्छु पछिल्लो समयमा विदेश आइसकेपछि विशेष गरेर के हुँदो रहेछ भने आफ्नो राष्ट्रप्रतिको जिम्मेवारी आफ्नो क्षेत्रप्रतिको आफ्नो समुदायप्रतिको महत्त्वको महसुस हुँदो रहेछ जुन मैले यो 8-10 वर्षको विदेश बसाइमा अझ बढी महसुस गरेँ त्यसपछि अब मैले सामान्य रूपमा गरेको कार्यक्रमहरूले
मान्छेलाई रमाइलो गराउला, कुराकानी गराउला, तर यसले सम्पूर्ण हाम्रो पहिचान बनाउनको लागि, हाम्रो राष्ट्रलाई संसारमा चिनाउनको लागि, हाम्रो समुदायको अपलिफ्टमेन्टको लागि कुनै खासै ठुलो योगदान नगर्ला कि? अथवा अब यो जिम्मेवारी अब हामी एउटा मान्छेले पत्याइसकेको एउटा मान्छे भएको हुनाले, एउटा अलिकति क्षमता भएको मान्छे हुनुहुन्छ तपाईँ भनेर सबैले भनिदिएको कारणले गर्दा केही यो जिम्मेवारी लिएर अगाडि गर्न सकिन्छ कि भन्ने सोच आएर मैले केही समय अगाडि मेरा केही उत्साही साथीहरू राजेन्द्र समन र जितेन्द्र शाहजीसँग मिलेर म राष्ट्रको सेवक भन्ने कार्यक्रम सञ्चालन गर्दै आएँ मेरो देश TV.com मा, जसमा नेगेटिभ कुराहरू नगर्ने, नेपाललाई कसरी विकसित गर्न सकिन्छ भन्ने आइडिया ब्याङ्कको रूपमा संसारको जुन कुनामा बसेर पनि आफ्नो कम्प्युटरबाट त्यहाँको चाहिँ वेब क्यामलाई एक्टिभ गराएर आफ्नो आइडिया देखाउँदा हामीले त्यो आइडिया कलेक्ट गरेर प्रसारण गर्ने एउटा त्यो कन्सेप्टमा कार्यक्रम बनाउन सुरु गऱ्यौँ। हाम्रो आफ्नै रिसोर्समा आजसम्म पनि त्यो कार्यक्रम सञ्चालन गर्दा र यो कार्यक्रम सञ्चालन गरिसक्दाखेरि पनि कुनै अतिरिक्त रिसोर्स भएको मान्छे म होइन। म पनि सामान्य रूपमा जसरी अरूको जीवनचर्या चलेको छ त्यस्तै जीवनचर्या चलाउँदै आएको एउटा स्ट्रगलिङ एउटा इमिग्रेन्ट हो। यहाँ काम गर्दै आएको छु, विदेशमा आफ्नो मुलुक छोडेर आएर बसेको छु। सामान्य काम व्यवसाय नै छ। मेरो जीवनस्तरले त्यति ठुलो फड्को मार्ने अवसर पाएको छैन, किनभने सामाजिक क्षेत्रमा पनि आफूलाई संलग्न गराइरहँदा आफ्नो विकेन्ड्स आफ्नो सम्पूर्ण समय यसमा दिइरहँदाखेरि त्यो आर्थिक फड्को धेरै मार्न नसकिँदो रहेछ। तर त्यो गुनासो भन्ने गरे होइन, म त्यसमा दुखी कतै पनि छैन। तर पनि हामीसँग भएको क्षमतालाई हामीले पहिचान गरेर आफ्नै क्षेत्रबाट हामीले सबैले गएर देशै बनाउनुपर्छ, हामी सबैले राजनीति गर्नुपर्छ भन्ने छैन। तर आफ्नो मुलुकलाई समृद्ध बनाउनको निमित्त, आफ्नो मुलुकलाई पहिचान दिनको निमित्त, आफ्नो क्षेत्र, आफ्नो समुदाय, आफ्ना नेपाली दाजुभाइ दिदीबहिनीहरूको उन्नतिको अथवा उहाँहरूको नाम अगाडि बढाउनको निमित्त हामीसँग भएको क्षमता चाहिने भन्दा बढी छ यदि हामीले प्रयोग गऱ्यौँ भने। यो कुरामा भने म संसारको कुनै पनि कुनामा, संसारका कुनै पनि मान्छेसँग विवाद गर्न तयार छु। हामी आफूसँग भएको क्षमतालाई सबभन्दा पहिला त्यसलाई रेस्पेक्ट गर्नुपर्छ हामीले, जस्तो लाग्छ मलाई। त्यही महसुस गरेर तर त्यसले घमण्डको रूप त लिनु भएन। खालि त्यो चाहिँ के भने एउटा आफ्नो क्षमताको पहिचान चाहिँ एउटा सेल्फ रेस्पेक्ट भन्ने चाहिँ हामीमा हुनै पर्दो रहेछ। अनि त्यसैलाई प्रयोग गरेर नै मैले यो कसरी चाहिँ मेरै क्षेत्रबाट यो ब्रोडकास्टिङबाट नै कसरी चाहिँ नेपालको नामलाई पनि बढ्न सकिने भन्ने विषयमा मैले गिनिज बुक कन्सेप्ट सुरु भयो। 1.5 वर्ष अगाडिदेखि मेरो दिमागमा चलिरह्यो। अनि मैले यसबारेमा परामर्श गर्न सुरु गरेँ, अप्लाई गर्न सुरु गरेँ। त्यसपछि यो चाहिँ संसारको सबैभन्दा लामो टेलिभिजन सो सञ्चालन गरेर चाहिँ एउटा रेकर्ड राख्ने विचार आयो। पहिला त आफैले रेकर्ड राख्ने विचार आयो। त्यसपछि यो मेरो रेकर्डलाई मैले पाएको यो रेकर्डको सर्टिफिकेट मैले भित्तामा राखेर पनि हुनेवाला त केही रहेन। उही मैले आफूलाई काहीँ चिनाउँदाखेरि म चाहिँ फलानु भन्दाखेरि म चाहिँ रेकर्ड होल्डर है, गिनेज वर्ल्ड रेकर्ड होल्डर मात्र भन्ने मात्र बाहेक अरू खासै त्यति उपलब्धि नहुने जस्तो देखेर मैले कसरी चाहिँ यसलाई चाहिँ हाम्रो सम्पूर्ण नेपाल र नेपालीलाई चाहिँ परिचित गराउनलाई प्रयोग गर्न सकिन्छ, कसरी यसलाई चाहिँ प्रचार प्रसार गरेर यसको चाहिँ व्यापकीकरण गर्न सकिन्छ भन्ने विषयलाई लिएर मैले आफ्नो सोच अगाडि बढाउँदाखेरि अनि विभिन्न साथीहरूलाई सल्लाह गर्ने क्रममा वेलकम म्यानेजमेन्ट इभेन्ट म्यानेजमेन्टका निर्मल राज पौडेलज्यू र न्युज 24 टेलिभिजनको चेयरम्यानसँग चाहिँ अनिलजीसँग बसेर सरसल्लाह गर्दाखेरि यसलाई टेलिभिजनमा ब्रोडकास्ट टेलिभिजनमा हामी लिएर जाने, नेपालमा यसलाई राष्ट्रिय पर्वको रूपमा यसलाई सेलिब्रेट गर्ने, अन्तर्राष्ट्रिय बजारमा यसको प्रचार प्रसार गर्ने, संसारमा भएका जहाँ जहाँ नेपालीहरू छन् सबैसँग आह्वान गर्ने र नेपालमा प्रेमजीले भन्नुभएको एउटा शब्दमा आजभरि सापडी धेरै शब्द सापडी लिन्छु, त्यसमध्येको उहाँको वाक्य छ एउटा, हामीसँग हाइट पनि छ, हामीसँग लाइट पनि छ। हाइट हाम्रो सगरमाथा, लाइट हाम्रो बुद्ध भनेपछि यो हाइट र लाइट दुईटैलाई बोकेर चाहिँ अगाडि बढियो भने पक्कै पनि त्यही उचाइमा र त्यही लाइटमा हामी पुग्न सक्छौँ भन्ने विचार हामीले गऱ्यौँ। के हुन्छ भने यो बुद्ध जन्मेको विषयलाई लिएर नै जसले हिंसा नगर्नु, झैँझगडा नगर्नु भनेको छ त्यसैमै झगडा पर्ला जस्तो भइसकेको छ होइन। भनेपछि बुद्ध जन्मेको विषयमा आएको विवादले झैँझगडाको स्थिति नै सृजना गर्दाखेरि हामीले बुद्धको रेस्पेक्टलाई कहाँ राख्यौँ त्यो पनि हामी सबैले महसुस गर्ने कुरा हो। हामी कसले के गर्यो अथवा किन गर्यो भन्ने पक्षमा हामी कसैको विरोधमा उभिनु हाम्रो मान्यताभन्दा धेरै परको कुरा हो, हाम्रो हुनु पनि हुँदैन हामी कसैको पनि। र यो अभियानकर्ताको रूपमा मेरो र हाम्रा टिमका कुनै पनि साथीभाइको कसले के गरिदियो, कसले के खराब गर्यो, कसैलाई गाली गर्ने अथवा कसैलाई अवहेलना गर्ने हाम्रो उद्देश्य रहेको छैन। खालि हामी हाम्रो कुरा मात्र राख्न चाहन्छौँ, आफ्नो मात्र कुरा
जति पावरफुल्ली राख्न सकिन्छ त्यति पावरफुल्ली हाम्रो आफ्नो मात्र कुरा गरौँ। हामी बुद्ध नेपालमा जन्मिएका हुन्, कपिलवस्तुमा बुद्धको जन्म भएको हो र कपिलवस्तु नेपालमा पर्छ भन्ने विषयलाई लिएर लबिङ गरिरहेका छौँ। त्यसैलाई नै हामी प्रमाणित गर्न चाहन्छौँ र प्रमाणित भइसकेको चिजलाई प्रमाणित गरिरहनु पर्यो धेरै विवादमा भइरहेको कारणले भनेर हामी यसमा लागि परेका छौँ। र यसै सिलसिलालाई लिएर यो अभियानलाई, मेरो यो व्यक्तिगत रेकर्डलाई मैले एउटा राष्ट्रिय इन्ट्रेस्टको विषयमा परिणत गर्ने उद्देश्य राखेर हामीले यसलाई आज यो रूपमा लिएर आएका छौँ र यस सम्बन्धी सरसल्लाह सहयोग लिनको लागि, यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने उद्देश्यको लागि मैले विभिन्न ठाउँमा भएका नेपालीहरूसँग चाहिँ नि सरसल्लाह गर्ने र उहाँहरूसँग चाहिँ नि कुराकानी गर्ने, उहाँहरूलाईबाट सहयोग लिने यो क्रमको सुरुवात मैले गरिसकेको छु। विशेष गरेर नेपालबाट यहाँ आइसकेपछि नेपालमा भएका आफ्ना दाजुभाइहरू, आफ्नो टोल छिमेकका मान्छेहरू अथवा आफ्नो क्षेत्र, आफ्नो गाउँ प्रतिको हाम्रो उत्तरदायित्वमा हामी अलिकति पछाडि पर्यौँ भने पनि त्यहाँ हाम्रो त्यति हामीलाई त्यहाँ रुचाइन्न भन्ने कुरा पनि मैले अर्को महसुस गरेको कुरा भएको हुनाले सबभन्दा पहिला नेपालका लागि हामीले यहाँ हाम्रो आफ्नो व्यक्तिगत जीवनलाई, आफ्नो जीवन स्तरलाई एउटा स्तरसम्म उठाइसकेपछि हाम्रो एउटा जिम्मेवारी आफ्नो मुलुक, आफ्नो क्षेत्रलाई केही न केही गर्ने हाम्रो जिम्मेवारी त बन्छ नै बन्छ। हामी हाम्रो आफन्तको, हाम्रो देशका मानिसहरू, अरू अन्य साथीभाइहरूको पीडालाई आफ्नो पीडा बनाएर जबसम्म महसुस गर्न सक्दैनौँ तबसम्म हामीले विकासको, पहिचानको कुरा गर्नु व्यर्थ रहन्छ। हाम्रै घरमा, हाम्रै घरको परिवारको सदस्यको मृत्यु नभएसम्म हामीलाई त्यसको पीडाको महसुस हुने बानी परेको छैन। हामीलाई त्यसरी पढाइएन, हामीलाई त्यसरी बढाइएन, हामीलाई त्यसरी हुर्काइएन। त्यस कारणले कस्तो हुन्छ भने हेर्नुहोस्, महिला हिंसाको कत्रा कुराहरू आएको छन्। हामी हाम्रो आफ्नो यहाँ विदेशमा बसेर आफ्नो एउटा जातीय पहिचान अथवा आफ्नो क्षेत्रीय पहिचानको लागि लडेका छौँ, तर त्यत्रो हिंसा भइरहेको विषयलाई लिएर खै सबैजना विभिन्न सङ्घ संस्थाहरूको एकै ठाउँमा बसेर र्यालिजहरू गर्ने अथवा त्यसबारेमा लबिङ गर्ने त्यस्ता कामहरू भएकै छैन। हेर्नुहोस्, अपहरण भएका, बलात्कृत भएका ती महिलाहरूको अनुहारमा आफ्ना छोरी, आफ्ना दिदीबहिनी, आफ्नो परिवारका सदस्यको अनुहार टाँसेर हेर्नुहोस् त एकचोटि। तर हामीलाई किन लाग्दैन? हाम्रो चलाएछ, हाम्रो चलेपछि अरूको के भयो? हामीलाई त्यो पीडा आफूलाई नपरेसम्म हामी त्यसैलाई कुरिरहन्छौँ। हामीलाई आजसम्म पनि भन्नलाई, अहिले पनि मैले भन्नलाई भने पनि म आफैले पनि त्यति महसुस गर्न सकेको छैन। कति अर्थमा त म अहिले भन्नलाई पनि भनिरहेको हुन सक्दछु, तर म चाहिँ त्यसलाई अलि बढी महसुस गर्ने कोसिस अवश्य गर्नेछु अगाडिका दिनहरूमा अझ बढी। किनभने हामीले यो हाम्रो मुद्दा हो, यो हाम्रो काम हो भन्ने कुरा कसैले पनि गरेको छ भने त्यसलाई हामी हत्तपत्त मान्दैनौँ। मैले यो अभियानसँग यसलाई जोड्नुको तात्पर्य के छ भने नेपालको सेवा गर्न, नेपालका लागि केही गर्नको लागि तपाईँ आफैले फेरि अर्को अभियान सुरु गर्नुपर्छ भन्ने पनि छैन। कसैसँग क्षमता छ भने गर्दा असाध्यै राम्रो हुन्छ, राम्रो आइडियाजहरू लिएर आएर। तर यति धेरै मानिसहरूले, यति धेरै राष्ट्रप्रेमी नेपालीहरूले, यति समाजसेवी उदार हृदय साथीहरूले यस्ता राम्रा कार्यक्रमहरू, यस्ता राम्रो प्रोजेक्टहरू सुरु गर्नुभएको छ। त्यसको एप्रिसिएसन मात्र पनि हामी गर्न सकिरहेका छैनौँ। दिल खोलेर गर्नु पनि परेन, तारिफ त गर्न सक्नु पऱ्यो नि। त्यसलाई महसुस गर्ने, त्यसलाई तारिफ गर्ने, त्यसको प्रचार गर्ने पनि गर्ने। जस्तो एक्जाम्पलको लागि रविन्द्र मिश्रजीले एउटा समाजसेवाको क्षेत्रमा उहाँले कति ठुलो योगदान दिइरहनु भएको छ। एउटा परोपकारी पत्रकारिताको काम गर्नुभएको छ। धेरैले उहाँलाई सहयोग पनि गरिरहनु भएको छ। उहाँलाई सहयोग गर्नलाई उहाँलाई पैसै दिनुपर्छ भन्ने छैन। त्यो कुरालाई प्रचार गरिएर, जसरी अहिले तपाईँहरूलाई मैले बताउन सकेँ, कुनै पनि मान्छेले गरेको राम्रो कामलाई प्रचार गरिदिएर त्यसबारेमा बताइदिएर पनि त्यो एउटा सेवा हुन सक्छ। त्यसकारणले यो अभियान पनि हामीले हाम्रो मुलुकलाई पहिचान, विश्वमा परिचित गराउनको निमित्त अलिकति ठुलो लार्ज स्केलमा यसलाई चाहिँ आयोजना गरेको अभियान हो। यो अभियानको बारेमा तपाईँले आफ्ना साथीभाइहरूलाई बताइदिएर, यसलाई सहयोग गर्न सक्ने अझ राम्रा मान्छेहरूको बारेमा रेकमेन्ड गरिदिएर, यसलाई चाहिँ सामाजिक सञ्जालमा फैलाइदिएर अगाडि बढाउनु भयो भने पनि त्यो तपाईँले तपाईँको तर्फबाट गरेको, नेपाललाई गरेको सेवा अथवा नेपाललाई तपाईँले पुर्याउनु भएको टेवा विदेश बसेर भन्ने अर्थ लाग्दछ। त्यो नै कहिलेकाहीँ पर्याप्त हुन्छ। त्यति पनि हामी कहिलेकाहीँ गर्न सक्दैनौँ। र हामीले आफूलाई पनि अलिकति आलोचना के गर्नुपर्दछ भने हामी आफूलाई चाहिँ सबैले मानौँ, आफूलाई चाहिँ सबैले रेस्पेक्ट गरौँ, तर अर्कालाई रेस्पेक्ट गर्नु पऱ्यो भने चाहिँ हामीलाई असाध्यै गाह्रो हुन्छ। आफ्नो त क्षमतै नभए पनि मान्नु, अर्को क्षमतै भएको मान्छेलाई उसको विज्ञतामा पनि नमानिदिने हाम्रो त्यो एउटा जुन परिपाटी छ त्यसले पनि हामीलाई पछाडि पारेको छ। खालि राजनीतिक नेताहरूलाई गाली गर्दैमा, विभिन्न परिस्थितिहरूलाई गाली गर्दैमा समस्याको समाधान, कम्प्लेनिङले समस्याको समाधान हुन सक्दैन। हामीले गर्न सक्ने चिज आफ्नो तर्फबाट गर्न सक्यौँ, गर्न खोज्यौँ भने त्यो नै हामीसँग
जरुरतभन्दा बढी हामीसँग रिसोर्स छ। त्यसै कारणले कृपया यो कार्यक्रमलाई सफल पार्न अथवा यस्ता अन्य धेरै कार्यक्रमहरू जसले चाहिँ नेपाललाई परिचित बनाउनलाई सहयोग गर्दछ, नेपाललाई उन्नतिमा लिएर जान, नेपालको विकासमा अथवा नेपालको पहिचानमा जे कुरामा पनि सहयोग गर्न सक्छ गरिएको छ त्यस्ता कार्यक्रमहरूको प्रति हाम्रो धारणा सकारात्मक, त्यस्ता मानिसहरूप्रति हाम्रो धारणा सकारात्मक हुन सक्यो भने मात्रै अनि त्यसपछि विकासको कुरा गर्न हामीलाई सुहाउँछ। नत्र हामीले विकासको कुरा गरेको के भने भन्नको लागि भनिदिएको, मान्छेलाई एकछिन खुसी पार्नलाई भनिदिएको, ताली पाउनलाई, चर्चा पाउनलाई, नाम मात्र कमाउनलाई गरिएको हुन्छ। ती अर्थविहीन कामहरू गरिनु पनि हुँदैन। यदि त्यो अर्थविहीन उद्देश्यले यो कार्यक्रम गर्न हामी सम्पूर्ण जो पनि लागेका छौँ त्यसमा यदि अर्थविहीन तरिकाले गरिएको छ भने यसले सफलता पाउनु पनि हुँदैन। तर यदि यहाँहरूले आजको यो कार्यक्रमले हेरिसकेपछि, यो प्रस्तुतिलाई हेरिसकेपछि, गर्न खोजिएको कुरा मैले तपाईँहरूसँग राखिसकेपछि, तपाईँले गर्नुहुने कुनै पनि प्रश्नको जवाफ मैले दिइसकेपछि तपाईँले त्यो कार्यक्रमभित्र मैले भने जस्तो उद्देश्य पाउनु भयो भने मात्र यसलाई सहयोग गर्नुहोला। र त्यो सहयोग सबैभन्दा ठुलो मोरल हो, मोरल सपोर्ट तपाईँको। त्यसको सबैभन्दा ठुलो जरुरत पर्दछ यो मन, वचन र कर्मले भनिन्छ नि, साँच्चै नै सही अर्थमा। र त्यस सम्बन्धीकै म जानकारी यहाँहरूलाई प्रस्तुत गर्नको लागि ठाउँ ठाउँमा जाने क्रममा म यो ठाउँप्रति मेरो अगाध स्नेह भइसकेको छ। यसभन्दा अगाडि तपाईँले जुन सद्भाव, जुन माया मलाई पुष्पा बस्नेतसँग सँगै मञ्चमा राख्नुभयो तपाईँले, त्यति ठुलो सौभाग्य मैले पाएँ। त्यसलाई म कहिले पनि बिर्सन सक्दिनँ। पुष्पा बस्नेत जस्तो एउटा उहाँ जस्तो एउटा त्यस्तो ह्युमन बिइङ, उहाँको छेउछाउमा पुग्न धेरै समय, धेरै कसरत र मेहनत हामीले गर्नुपर्छ। उहाँसँग एउटै मञ्चमा तपाईँले राखिदिनु भएको छ, त्यो गुण मेरो जीवनभर रहिरहनेछ। र त्यसै भएर यो ठाउँलाई मैले एउटा आफ्नो जीवनको एउटा महत्त्वपूर्ण ठाउँको रूपमा यहाँ आउनुभएको नेपालीहरूलाई त्यति महत्त्वपूर्ण ठाउँमा लिएको छु। रवि लामेछानेज्यू, तपाईँले जुन एउटा नेपाललाई चिनाउने भनेर कार्यक्रम अगाडि सार्दै हुनुहुन्छ, यो कार्यक्रमको अन्तसम्म सफल भएपछि रवि लामेछाने चिनिन्छ कि नेपाल चिनिन्छ यो कार्यक्रमले? अब यो रेकर्ड आफैमा व्यक्तिले राख्ने रेकर्डको रूपमा लिन्छ। कुनै पनि देशलाई अवार्ड गिनिज बुकले गर्ने अथवा त्यसरी समुदायलाई गर्ने उसले नगर्ने भएको कन्डिसनमा रवि लामेछाने चिनिन्छ भन्नुपर्ने देखिन आउँछ यहाँनिर। तर नेपालको रवि लामेछाने नेपाली हो, नेपाली एउटा नेपालीले राखेको के विषयमा राख्यो भने यो विषयमा बुद्ध वाज बोर्न इन नेपाल भनेर त्यसलाई ह्युज क्याम्पेन गरेर नेपाललाई विश्वमा चिनाउनको निमित्त सम्पूर्ण मिडियाहरूमा आउने गरी नेपालकै विषयवस्तुलाई समावेश गरेर त्यसभित्रको कन्टेन्ट नेपाललाई प्रचार गर्ने, नेपाललाई संसारमा चिनाउने र त्यसै सम्बन्धी भित्र कन्टेन्ट गरेको मान्छे भएको हुनाले नेपाल र कार्यक्रम सञ्चालक चाहिँ प्यारलली अगाडि जान्छ। तर बढीभन्दा बढी नेपालको ट्यालेन्टहरू, नेपालका सम्भावनाहरूको कुरा गर्ने भएको हुनाले नेपाल चाहिँ सबभन्दा बढी प्रमोट हुन्छ। र मेरो कोसिस चाहिँ म आफूलाई होइन, कोही न कोहीले सञ्चालन गर्नै पर्यो, म नभएको अरू कसैले सञ्चालन गर्थ्यो। सो मैले गर्नु पर्यो, त्यो मेरो सौभाग्य हो। र त्यसलाई रिप्रेजेन्ट गर्ने अभियसली त्यसले मेरो नाम चलाउला, तर मेरो कोसिस चाहिँ नेपाललाई नै बढी हाइलाइट गर्ने हुन्छ। किनभने सर्टिफिकेट दिँदा त एउटा रेकर्ड होल्ड गर्ने मान्छेको हिसाबले उसले मलाई दिन नै पर्ला। तर मेरो कोसिस चाहिँ सम्पूर्ण रूपमा मेरो व्यक्तिगत रूपमा मैले गर्न लागेको यो रेकर्ड भए तापनि यसलाई नेपाललाई नै चिनाउने कोसिसमा मैले परिणत गर्ने भएको हुनाले मेरो विचारमा सबभन्दा बढी चाहिँ नेपाल चिनिन्छ। तपाईँले नेपाललाई चाहिँ मलाई भन्दा बढी चाहिँ देशलाई हाइलाइट गर्ने भन्नुभयो होइन? तर नेपालको झन्डा चाहिँ सानो उसमा माथि कर्नरमा लगाएर राख्नु भएको छ, तपाईँको चाहिँ ठुलो होर्डिङ बोर्डमा चाहिँ फोटो राख्नु भएको छ। हामीले झट्ट हेर्दा त नेपालभन्दा पहिला रवि लामेछानेकै एडभर्टाइज भयो नि त्यहाँ त होइन? यो चाहिँ के छ हुन्छ भने यो चाहिँ यसलाई एउटा सो बिजनेसको एउटा एथिक्स, सर्टेन एथिक्स के हुन्छ भने यसलाई यो सो बिजनेसले के गर्छ भने कुनै पनि जो मान्छेले के रेकर्ड गर्न लागिरहेको छ त्यो मान्छे, यो चाहिँ कन्टेन्ट बेस छैन। अहिले हामी चाहिँ यसको प्रचार प्रसार र सामग्रीको यसको एटेम्पको कुरा गरिरहेको छौँ। हामी त्यो फेजमा छौँ। जब तपाईँले कार्यक्रम हेर्नुहुन्छ, जब त्यो 60 घन्टाको कार्यक्रम हुन्छ, त्यो कार्यक्रमभित्र हुने सामग्रीले यसको रेकर्ड राखिने हो। यो सामग्री भनेको यो प्रचार प्रसारका सामग्री हुन्। जस्तो कुनै सिनेमा बनाउनु पर्दा, सिनेमा चलाउन खोज्दाखेरि त्यसमा संलग्न कलाकारहरू अथवा त्यससँग जसरी प्रचार प्रसार गरिन्छ, कुनै प्रडक्टको चाहिँ विज्ञापन गर्ने फ्रेजमा त्यो प्रडक्टको पिक्चर राख्नुपर्ने, त्यसको आफ्नो एथिक्स हो। त्यो प्रचार प्रसार र एडभर्टिजमेन्टको एथिक्स त्यो नै हो। र त्यसरी नै विज्ञापन गरिन्छ। र यसलाई जसले इभेन्ट म्यानेजमेन्ट गरेका छन्,
जसले चाहिँ यसलाई प्रसारण गरेछ उहाँहरूले चाहिँ यसको डिजाइनलाई यसरी अगाडि बढाउनु भयो कि यो मैले गर्न लागेको रेकर्ड हो भनेर पहिला जानकारी दिने उद्देश्यले गरिएको भएको हुनाले त्यो देखिएको हो। तर जब कार्यक्रम सञ्चालन हुन्छ, जब कार्यक्रममा भित्रका सामग्रीहरू हुन्छन् जुन महत्त्वपूर्ण, त्यतिखेर तपाईँले रेकर्डमा बसेपछि यी पोस्टर्सहरू, यी पाम्पलेट्सहरू देख्नुहुन्न, तपाईँले कार्यक्रम देख्नुहुनेछ। यो कार्यक्रमको कन्टेन्ट र कार्यक्रमको ब्याकड्रप र सबै चिजले चाहिँ देशका सम्पूर्ण मतलब नेपाललाई नै परिचित गराउँछ। नेपालबाट धेरैजनाले गिनिज बुकमा चाहिँ नाम लेखाइसकेका छन्, त्यो हिसाबले त नेपाल चिनिसकेका छ। त्यही गिनिज बुकमा नाम लेखाएको आधारले मात्रै नेपाल चिन्नेलाई कि नेपाल चिनाउन अरू केही राम्रो विश्वले देख्ने कुरा केही गर्नुपर्छ कि के छ तपाईँको विचार? गिनिज बुकमा नाम लेखाउने भन्दा बाहेक अरू के गर्न सकिन्छ नेपाललाई चिनाउन? यस्तो हुन्छ, हेर्नुहोस्, एउटा हरेक मान्छेको एउटा क्षेत्र हुन्छ। कृषकले कृषि गर्ने हो, प्लेन उडाउँदैन। एउटा पाइलटले उसले आफ्नो भनौँ न एउटा एभिएसनमा उसले आफ्नो काम गर्छ, उसले त्यही नै गर्ने हो। र अनि यो चाहिँ कस्तो भने यो चाहिँ मेरो क्षेत्र प्रसारण भएको हुनाले यो हुनु तपाईँले भने जस्तै गरी विकासशील देश नेपाललाई परिचित गराउने विभिन्न तरिकाहरू छन्। नेपाललाई परिचित गराउने विभिन्न तरिकाहरू छन्। ती विभिन्न तरिकाहरूमध्ये जस्तो तपाईँ जुन व्यवसाय गर्नुहुन्छ, तपाईँले तपाईँको व्यवसाय अथवा तपाईँको क्षेत्रबाट नेपाललाई परिचित गराउने काम तपाईँको जिम्मेवारी। मेरो क्षेत्रबाट मैले जिम्मेवारी भएको, मैले जानेको चिजबाट म गर्न सक्छु र मैले जानेको यही भएको हुनाले मैले यही क्षेत्र छानेको मात्रै हो। तर नेपाललाई यतिले मात्र नेपाललाई परिचय सम्पूर्ण रूपमा दिन्छ। मेरै प्रयासले नेपाल विश्वमा एकदमै धेरै चिनिन्छ भनेर म ठोक्का गर्न सक्दिनँ। तर नेपालको पहिचान बढाउनको लागि मेरो तर्फबाट त म धेरै कोसिस गर्नेछु र मेरै क्षेत्रबाट गर्ने कोसिस भएको हुनाले म अन्य क्षेत्रको साथीभाइहरूलाई पनि हरेकले आफ्नो क्षेत्रबाट गऱ्यो भने किन चिनिँदैन र नेपाल चिनिहालिन्छ नि। रवि लामेछानेज्यू, तपाईँको यात्रा सफल होस्, त्यसको लागि हामी सम्पूर्ण एलेबासी नेपालीको तर्फबाट धेरै धेरै हार्दिक शुभकामना। हस्, तपाईँलाई पनि धेरै धेरै शुभकामना, धेरै धेरै धन्यवाद। यो हामी सबैको अभियान भएको हुनाले यसमा मैले चाहिँ यसको इनिसिएटिभ मात्र लिएको हुँ। मैले यसको चाहिँ म चाहिँ अब कार्यक्रम सञ्चालन गर्न जानेको मान्छे भएको हिसाबले मैले गर्दै आएको भएर मैले यसलाई अगाडि बढाएको हुँ। तर यसमा मेरो मात्र प्रयासले यो सफल हुने पनि होइन र यसलाई सफल पार्ने जिम्मेवारी सबै हामी नेपालीहरूको भएको हुनाले यो कार्यक्रम सफल हुँदा हामीले खुसी मनाउने वातावरणको सृजना हामी सबैले गरौँ भन्ने चाहन्छु। थ्याङ्क यू। महान उद्देश्य लिएर महान व्यक्ति हुनुहुन्छ, उहाँको चाहिँ सफलताको कामना गर्दछौँ। हामी आफ्नो देशलाई चिनाउने एउटा जुन प्रयास उहाँले ठुलो कठोर एउटा लिनु भएको छ, त्यो चाहिँ उहाँको सफलताको कामना गर्दछौँ। हामी सम्पूर्ण एलेबासीको तर्फबाट, सम्पूर्ण नेपालीको तर्फबाट, नेपाल अमेरिका एकता समाजको तर्फबाट, पश्चिम अमेरिका नेपाली महासङ्घको तर्फबाट र हामी सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीको तर्फबाट र उहाँलाई अब विभिन्न यहाँ पैसाको आवश्यकता पर्दछ, अब एडभर्टाइज देखाउनु हरेक कुरामा, र हामी यहाँ आज उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीले सानो स्वरूप उहाँलाई मान स्वरूप, सम्झना स्वरूप, हौसला बढाउनको लागि थोरै सानो रकम हामीले दिएका छौँ र यो दिने दाता सबै दाजुभाइ दिदीबहिनीलाई हामी धन्यवाद दिन चाहन्छु र उहाँलाई म पैसा जति आज जम्मा भएको छ र उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। यो क्याम्पेनलाई अगाडि बढाउनमा निकै ठुलो मद्दत गर्नेछ र सबभन्दा ठुलो जुन हौसला र जुन एउटा मोरल सपोर्ट तपाईँहरूले प्रदान गर्नुभयो त्यसको मूल्य अत्यन्त धेरै छ र म सफलता प्राप्त गरिसकेपछि त्यसबारे अझै अभिव्यक्त गर्न यहाँ आउन सकौँ। तपाईँहरूले जुन सफलताको कामना मलाई गर्नुभएको छ, तपाईँको यो हौसलाले मलाई यो मिसनमा अगाडि बढ्नुमा धेरै ठुलो सहयोग मिलेको छ। म सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।